सम्पूर्णमा नमस्कार, स्वागत छ। कस्तो हुनुहुन्छ? आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। सो फाइनली साथीहरू, जस्तै कि तपाईँलाई थाहा छ, मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत पर्ने सबै क्याम्पसहरूमा अहिले अनलाइन एक्जाम फर्म भर्ने प्रक्रिया खुलेको छ। त्यो फर्म कसरी भर्ने भनेर बबैबुहु क्याम्पसका साथीहरूले सोध्दै थिए। सो म तपाईँहरूलाई फर्म सजिलै कसरी भर्न सकिन्छ भनेर सिकाउन गइरहेको छु। योभन्दा पहिला पनि अनलाइन एक्जाम फर्म भर्ने प्रक्रिया मैले सिकाएको थिएँ, तर अहिले सिस्टम चेन्ज भएकोले फर्म भर्ने प्रक्रिया अपडेट भएको छ। त्यसकारण अहिले नयाँ अपडेट अनुसार सजिलै फर्म कसरी भर्न सकिन्छ भनेर म तपाईँहरूलाई सिकाउन गइराखेको छु। र यो फर्म भर्नको लागि सबभन्दा पहिला तपाईँसँग हुनुपर्छ एडमिसन गराएको रसिद, त्यसै गरी सिग्नेचर गरेको फोटो र एउटा पिपी साइजको फोटो आफ्नो फोनमा राख्नुहोला, जुन 2 MB भन्दा कम हुनुपर्छ। सो आउनुहोस् हामी लागौँ फर्म भर्ने प्रक्रियातिर। त्यसै गरी अनलाइन एक्जाम फर्म भर्नको लागि तपाईँले आफ्नो क्रोम ब्राउजर ओपन गर्नुहोला। जस्तै कि म खोल्दैछु। त्यसरी क्रोम ब्राउजर ओपन भइसकेपछि सर्च बारमा सर्च गर्नुहोला mu.exam भनेर। अलि स्क्रोल गर्नुहुन्छ भने तपाईँले यहाँ हेर्न सक्नुहुन्छ अनलाइन रजिस्ट्रेसन सिस्टम भनेको छ, यसमा क्लिक गर्नुहोला। 3 डटमा क्लिक गर्नुहोला। 3 डटमा क्लिक गरिसके पछाडि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ लगइन भनेको छ, यसमा क्लिक गर्नुहोला। र फर्स्ट टाइम लगइन गर्दै हुनुहुन्छ भने तपाईँले यसमा आफ्नो रजिस्ट्रेसन नम्बर राख्नुहोला र डेट अफ बर्थ राख्नुहोला। युजर नेममा रजिस्ट्रेसन नम्बर राख्नुपर्ने हुन्छ। डेट अफ बर्थ राख्दाखेरि जस्तै कि तपाईँको 2061-62 कति हो त्यो राखिसके पछाडि स्ल्यास राख्नुहोला। त्यस पछाडि महिना राख्दाखेरि कति महिना हो त्यो महिना अनुसार पहिला 0 राख्नुपर्ने हुन्छ। तपाईँले लगइन गर्नुहुन्छ, हेर्न सक्नुहुन्छ यहाँ भनेको छ करेन्ट पासवर्ड र न्यू पासवर्ड। तपाईँले लगइन गरिसकेसँगै जुन पासवर्ड राख्नु भएको थियो त्यो पासवर्ड राखेर तुरन्तै अर्को पासवर्ड चेन्ज गर्नुपर्ने हुन्छ। र पासपोर्ट चेन्ज गर्दाखेरि सजिलोको लागि तपाईँले आफ्नो नाम जन्म मिति मिलाएर राख्न सक्नुहुन्छ, जुन तपाईँलाई सजिलो याद रहोस्। राखिसकेपछि तपाईँले सेभ चेन्जमा क्लिक गर्नुहोला। युजर पासवर्ड चेन्ज सक्सेसफुल्ली भनेर आइसकेको छ। तपाईँले रजिस्ट्रेसन फर्म भर्दाखेरि त्यहाँ पहिल्यै नै तपाईँको सबै डिटेलहरू सबमिट भइसकेको छ। त्यसकारण रजिस्ट्रेसन नम्बर र डेट अफ बर्थ राखेर लगइन गर्नुहुन्छ। लगइन पश्चात पासवर्ड चेन्ज भन्छ, त्यो पासवर्ड तपाईँले आफ्नो याद गर्ने अनुसार पासवर्ड राख्नुहोला। र यति भइसके पछाडि आउँछ एक्जाम फर्म भर्ने प्रक्रिया। र रजिस्टर भइसकेपछि तपाईँ फेरि पनि यही 3 डटमा क्लिक गर्नुहोला, लगइनमा क्लिक गर्नुहोला। तपाईँले हेर्न सक्नुहुन्छ युजर नेम र पासवर्ड राखिसकेपछि यस्तो इन्टरफेस खुल्छ र तपाईँले आफ्नो कन्ट्याक्ट नम्बर, इमेल पनि एड गर्न सक्नुहुन्छ। त्यसै गरी सबभन्दा पहिला अब फर्म भर्ने काम यो हो, यहाँ फोटो राख्नुपर्ने छ, जुन फोटो तपाईँको 2 MB भन्दा कम हुनुपर्छ। अहिले फर्स्ट सेमेस्टर र 8th सेमेस्टरको फर्म खुलेको छ भने जुन सेमेस्टरको जुन इयरको पनि फर्म भर्ने प्रक्रिया सेम रहनेछ। यसरी तपाईँले आफ्नो फोटो अपलोड गर्नुहोला। त्यसै गरी एउटा पानामा सिग्नेचर गर्नुहोला र त्यो सिग्नेचरको फोटो लिएर यहाँ अपलोड गर्नुहोला। एकदम सजिलो छ, आत्तिनु पर्दैन। ध्यान दिएर हेर्नुभयो भने एकपटकमा हेरेर तपाईँ फर्म भर्न सक्नुहुन्छ। यति भइसकेपछि तपाईँ फेरि पनि यहाँ 3 डटमा क्लिक गर्नुहोला। 3 डटमा क्लिक गरिसकेपछि तपाईँले यो अर्को पेन्सिल जस्तो देखिया छ, यसमा क्लिक गर्नुहोला। कुन कुन विषय सिलेक्ट गर्नुपर्ने छ, जस्तै कि कसैले ब्याक दिन चाहन्छ भने एउटा होला, दुईटा होला, त्यसरी सिलेक्ट गर्ने। अथवा जो रेगुलर हुनुहुन्छ उहाँहरूले आफ्नो 5 वटा विषय सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसै गरी यो पे आरएसमा क्लिक गर्नुभयो भने यसरी सब्जेक्टको नामहरू आएको हुन्छ। तपाईँले आफ्नो पढ्ने कोड अनुसारको सब्जेक्ट सिलेक्ट गर्नुहोला। सबभन्दा बढी ध्यान दिनुपर्ने कुरा के छ भने तपाईँ रेगुलर हुनुहुन्छ भने सिलेक्ट अल थ्योरीमा जुन छ लाइन कुन कुन बुक विषयहरू हुन् त्यसमा क्लिक गर्नुहोला। र यदि तपाईँ ब्याक एक्जाम दिँदै हुनुहुन्छ भने इनिसियलमा क्लिक गर्नुहोला र सबमिट फर्ममा क्लिक गर्नुहोला। तपाईँले हेर्न सक्नुहुन्छ एक्जाम रजिस्ट्रेसन सबमिटेड सक्सेसफुल्ली भनिसकेको छ। यहीँबाट प्रवेश पत्र जस्तो निस्किन्छ फर्म, त्यो फर्म निकालेर क्याम्पसमा लिएर जानुपर्ने हुन्छ। र त्यो क्याम्पसमा लिएर जानुहुन्छ भने त्यहाँ भेरिफाई हुन्छ र भेरिफाई भइसके पश्चात तपाईँ एक्जाम दिन पाउनुहुन्छ। तपाईँ फेरि पनि 3 डटमा क्लिक गर्नुहोला, पेन्सिलमा देखिने क्लिक गर्नुहोला। भरेको फर्म यसरी हेर्न सक्नुहुन्छ यहाँ। र यो भरेको फर्म तपाईँले के मिस्टेक भएको छ भने एडिट पनि गर्न सक्नुहुन्छ। डाउनलोड स्लिप भनेको छ, यसमा क्लिक गर्नुभयो भने यसरी तपाईँको प्रवेश पत्र आउनेछ। जुन यो प्रवेश पत्र प्रिन्ट आउट गरेर तपाईँ आफ्नो सम्बन्धित क्याम्पसमा लैजानुहुन्छ र त्यहाँ भेरिफाई गर्नुहुन्छ। यो नभएसम्म तपाईँ एक्जाम दिन पाउनुहुन्न। त्यसकारण अनिवार्य रूपमा यो निकालेर आफ्नो सम्बन्धित क्याम्पसमा लैजानु होला, भेरिफाई गराउनु होला र एक्जाम दिनु होला। आई होप तपाईँहरूलाई यो भिडियो युजफुल रह्यो होला। भिडियो मन परे लाइक गर्नु होला, साथै मसँग जोड्नु होला। हस्, धन्यवाद।